हेलो एन्ड नमस्ते एभ्रिवान। आज हामी विराटनगर किङको रिटेन्सन लिस्ट र प्लेयरहरूको स्ट्याट्सको बारेमा कुरा गर्न गइरहेका छौँ। अब कुरा गरौँ रिटेन्सन लिस्टमा को परे त। 1 नम्बरमा सन्दीप लामिछाने, 2 नम्बरमा बसिर अहमद, 3 नम्बरमा लोकेश पाम, 4 नम्बरमा प्रदीप, 5 नम्बरमा सुभाष भण्डारी, 6 नम्बरमा नारायण। अब कुरा गरौँ सन्दीप लामिछानेको। सन्दीप लामिछाने एनपीएल सिजन 2 को हाईएस्ट विकेट टेकर हुन्। उनले 9 म्याच खेल्दा 4.91 को इकोनोमीले 17 विकेट लिए। उनको बेस्ट बलिङ फिगरको कुरा गर्ने हो भने एनपीएल सिजन 2 मा जनकपुर बोल्ट्स विरुद्ध 4 ओभरमा 11 रन मात्र खर्चिएर 4 विकेट निकालेका थिए। नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा राम्रो प्रदर्शन गर्न नसकेका सन्दीप लामिछानेले दोस्रो सिजनमा हाईएस्ट विकेट टेकर बन्दै कमब्याक गरेका थिए। त्यसैगरी बसिर अहमदको स्ट्याट्सको कुरा गर्नुपर्दा कर्णाली एक्स विरुद्ध 62 रनको नट आउट विथ द स्ट्राइक रेट अफ 144 र पोखरा विरुद्ध 23 रन विथ द स्ट्राइक रेट अफ 176 बाहेक अरु खेलमा भने ब्याटिङबाट टिमलाई ठूलो कन्ट्रिब्युट गर्न सकेका थिएनन्। उनको बलिङको कुरा गर्ने हो भने 6.41 को इकोनोमीमा सुदूरपश्चिम विरुद्ध 1 विकेट, कर्णाली एक्स विरुद्ध 1 विकेट र लुम्बिनी लायन्स विरुद्ध 1 विकेट गरी जम्मा 3 विकेट मात्र लिन सफल भएका थिए। अब कुरा गरौँ प्रतीश जीसीको। प्रतीश जीसीले एनपीएल सिजन 2 मा 9 म्याच खेल्दा 9 विकेट लिएका थिए विथ द इकोनोमी अफ 8.72। उनको एनपीएल सिजन 2 मा बेस्ट बलिङ फिगर हेर्ने हो भने लुम्बिनी लायन्स विरुद्ध 27 रन खर्चिएर 3 विकेट लिएका थिए। उनले ब्याटबाट 150 भन्दा माथिको स्ट्राइक रेटमा 105 रन बनाएर टिमलाई अलराउन्डिङ पर्फर्मेन्स प्रदान गरेका थिए। अब कुरा गरौँ लोकेश पामको। उनले एनपीएल सिजन 2 मा 9 म्याच खेलेर 108 को स्ट्राइक रेटमा 264 रन बनाएका थिए। उनले पोखरा एभेन्जर्स विरुद्ध 48 बलमा 72 रन बनाएका थिए, जुन उनको हाईएस्ट रन पनि हो। अब कुरा गरौँ सुभाष भण्डारीको। सुभाष भण्डारीले एनपीएल सिजन 2 मा जम्मा 2 म्याच मात्र खेलेका थिए, तर 5.50 को इकोनोमीले 5 विकेट निकाल्न सफल भए। आशा गरौँ उनले अपकमिङ सिजनमा अझै बढी खेल्ने मौका पाउनेछन् र आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पनि पाउनेछन्। अन्तिम प्लेयर नारायण जोशीको स्ट्याट्स हेर्ने हो भने 6 म्याचमा जम्मा 48 रन मात्र बनाएका छन् विथ द स्ट्राइक रेट अफ 102, जसमा हाईएस्ट रन उनको 25 मात्र रहेको छ। उनको बलिङको कुरा गर्ने हो भने उनले जम्मा 5 ओभर बलिङ गर्दा 51 रन खर्चिएका थिए। यसरी विराटनगर किङ्सले यङ र ट्यालेन्टेड प्लेयरहरूलाई रिटेन गरेको देखिन्छ। विराटनगर किङ्सले अक्सनबाट कुन प्लेयर पिक गर्छन् भनेर त हेर्न बाँकी नै छ। तपाईहरुलाई विराटनगर किङ्सले कुन प्लेयर पिक गर्छ जस्तो लाग्छ कमेन्ट गर्न नभुल्नुहोला।